नेपाली महिला क्रिकेट टोलीले फेरि आज लज्जास्पद प्रदर्शन गरेको छ। विश्वकप छनौट अन्तर्गतको एसियन क्वालिफायर्समा नेपाली महिला क्रिकेट टोलीले लज्जाजनक प्रदर्शन गरेको हो। नेपाली टोलीकी कप्तान इन्दु वर्माको प्रदर्शन त ऐतिहासिक रूपमा खराब भयो। मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको हो। आजको यो भिडियोमा नेपाली महिला टोलीले गर्नुपर्ने सुधार र आजको खेल हार्नुका कारणबारे चर्चा गर्दैछौँ। साथै इन्दु वर्माको कप्तानीको विषयमा पनि विश्लेषण गर्ने प्रयास गरेका छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। थाइल्यान्डको बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई 7 विकेटले पराजित गरेको हो। वर्षाका कारण 5 ओभरमा छुट्याइएको खेलमा नेपालले जितका लागि 30 रनको लक्ष्य दिएकोमा हङकङले 4.3 ओभरमा 3 विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो। वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई 5 ओभरमा झारिएको थियो। हङकङका लागि सान्जिन शहजादले अभिजित 15 र मारिकको हिले 11 रन बनाइन्। बोलिङतर्फ नेपालका लागि कविता कुँवरले 2 विकेट लिइन्। त्यसैगरी टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 5 ओभरमा 3 विकेट गुमाउँदै 29 रन बनाएको थियो। नेपालका लागि सम्झना खड्काले 10 रन बनाइन्। कप्तान इन्दु वर्माले 9 र रुबिना छेत्रीले 4, पूजा महतोले 3 र कविता कुँवरले 2 रन बनाइन्। बोलिङतर्फ हङकङका लागि एलिसन सिउले 3 विकेट लिएकी थिइन्। यसअघि नेपाल र हङकङ बीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। नेपालले दोस्रो खेलमा बहराइनलाई 9 विकेटले हराएको थियो। प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट UAE सहभागी छन्। नेपाल समूह C मा रहेको छ। नेपालको समूहमा बहराइन र हङकङ छन्। समूह A मा भुटान, कुवेत र थाइल्यान्ड तथा समूह B मा मलेसिया, कतार र UAE छन्। अब नेपालले हङकङसँग हार्नुका कारणको विषयमा चर्चा गरौँ। आजको खेलमा पराजित हुनुको मुख्य जिम्मेवारी कप्तान इन्दु वर्माले लिनुपर्छ भन्ने धेरै समर्थकहरूको भनाइ छ। इन्दुले आजको खेलमा आफैले 2 ओभर बोलिङ गर्ने मूर्खतापूर्ण निर्णय गरिन्। कविता कुँवर र रिया शर्माले उत्कृष्ट बोलिङ गरिरहेका बेला 5 ओभरको खेलमा इन्दु एक्लैले 2 ओभर बोलिङ गरिन्। जबकि टोलीमा रिया, रुबिना, कविता जस्ता खेलाडीले पुरा 2 ओभर बोलिङ गर्न पाएनन्। रुबिनालाई त बोलिङ नै गर्न दिएन। टोलीमा कविता र रियाले उत्कृष्ट प्रदर्शन गरिराखेका थिए। उनीहरूलाई 1-1 ओभर मात्र बोलिङ गर्न दिइन्। इन्दुले 2 ओभरमा एक्लैले 19 रन खर्चिएकी थिइन्। जबकि हङकङले 5 ओभरमा 30 रन बनाउनु पर्ने थियो। रियाले 1 ओभरमा 6 रन मात्रै दिँदा कविताले 1.3 ओभरमा मात्र 5 रन दिएकी थिइन्। यस्तो अवस्थामा पनि कप्तान इन्दु आफै बोलिङ गर्न आउनु मूर्खतापूर्ण निर्णय थियो। यसर्थ आजको खेल नेपालले गुमाउनुको प्रमुख कारण कप्तान इन्दु वर्मा नै हुन्। यसो त इन्दुलाई नेपाल क्रिकेट संज्ञानमा सचिवको रूपमा पारस खड्काएपछि कप्तान बनाएका थिए। नेपाली महिला टोलीकी सिनियर खेलाडी रुबिना छेत्रीलाई त्यति बेला कप्तानबाट बिना कारण हटाइएको थियो। रुबिनालाई के कारणले कप्तानबाट हटाइएको हो आजसम्म पनि कसैले बताउन सकेको छैन। रुबिना नेपाली महिला क्रिकेट टोलीलाई यो अवस्थासम्म पुर्याउने खेलाडी हुन्। त्यही रूपमा इन्दुको कुरा गर्दा उनी भर्खर उताउँदै गरेकी र अनुभव पनि त्यति धेरै नभएकी खेलाडी हुन्। उनको पछिल्लो प्रदर्शनहरू पनि सन्तोषजनक छैन। एसिया कपमा पाकिस्तान विरुद्ध 0 रनमा आउट भएकी थिइन्। उक्त खेलमा आफै बोलिङ गर्न उत्रिएकी उनले 3 ओभरमा 26 रन दिएकी थिइन्। भारत विरुद्ध पनि उनी कप्तानी पारी खेल्न सकिनन्। मात्र 18 रनमा आउट भइन्। बोलिङमा 4 ओभरमा 29 रन खर्चेकी थिइन्। कमजोर टोलीहरू विरुद्ध पनि इन्दुको प्रदर्शन सन्तोषजनक छैन। साथै आजको खेल हार्नुको अर्को कारण नेपाली महिला टोलीको फिटनेस पनि हो। यसरी फिटनेसको कुरा गर्दा नेपाली महिला टोलीका खेलाडीहरूले कोच नै परिवर्तन गर्नुपर्ने माग गरेका थिए। फिटनेस जबसम्म उत्कृष्ट बनाउन सकिँदैन तबसम्म कुनै पनि खेलमा सफलता प्राप्त हुन्न वा उत्कृष्ट प्रदर्शन गर्न सकिँदैन भन्ने गरिन्छ। तर नेपाली महिला खेलाडीले यसतर्फ ध्यान दिएको देखिँदैन। त्यसैले महिला खेलाडीहरूको फिटनेसमा पनि ध्यान जान आवश्यक छ। आजका लागि यो भिडियो यति नै। हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।